Hello guys. Once again welcome back to my YouTube channel हैन सो भिडियोमा हामी के कुरामा डिस्कस गर्छौं भन्ने कुरा यु क्यान सी अन के भन्ने यसरी नभनौं अथवा मेरो थम्बनेलबाटै तपाईहरुले थाहा पाइसक्नु भयो होला हैन। अब यो चाहिँ सम के भन्ने फुल फर्महरु हैन जुन चाहिँ हामीलाई अब थाहा नभए हुन सक्छ अथवा यो के हो भन्ने नै हुन सक्छ त्यसको बारेमा जस्ट है। अब त्यसको फुल फर्म के हो त सो ढिला नगरी भिडियो सुरु गरौँ है। अब टेक्नोलोजी एन्ड द इन्टरनेटसँग रिलेटेड अब कम्तीमा 20 वटा जति फुल फर्महरु म यो भिडियोमा भन्छु। यो सोर्स चाहिँ मैले कहाँबाट लिएको भन्दाखेरि जस्ट एआई बाट लिएको। इट कुड बी इट क्यान बी के भन्दाखेरि अब च्याट जीपीटी, जेमिनी अनि अर्को कुन हुन्छ डिपसिक हुन्छ अनि अरु नि जुनसुकैबाट नि ल्याउन सक्छ जस्ट यु क्यान गेस इट है। अनि सुरु गरौँ। वाइफाई हामी वाइफाई चलाउँछौँ। वाइफाई भन्छौँ के हो त वाइफाई भन्दाखेरि वायरलेस फिडेलिटी है। वायरलेस फिडेलिटी हो यसको रियल मिनिङ। अब अर्को एचटीटीपी भनेको के हो भन्दा हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल। हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल। त्यसैगरी यूआरएल भने चाहिँ युनिफर्म रिसोर्सेस लोकेटर। युनिफर्म रिसोर्सेस लोकेटर। अनि सिमिलरली पीडीएफ भने चाहिँ पोर्टेबल डकुमेन्ट फर्मेट। पोर्टेबल डकुमेन्ट फर्मेट। यूएसबी मीन्स युनिभर्सल सिरियल बस। फेरि यो चाहिँ गुडाउने बस हैन नि फेरि भन्दै नि। यूएसबी भने यो हामीले अब कहाँतिर देखाउँछ भन्दाखेरि जस्तो कि हामीले पेन ड्राइभ भन्ने थाहा छ नि पहिला युज हुन्थ्यो नि त्यस्तैमा युज हुने एउटा कुरा है। युनिभर्सल सिरियल बस हो। अब यहाँ चाहिँ जस्तो कि तिनीहरुको एउटा डिनोट गर्न अब फिगरहरु अब यस्तो हाम्रा चाहिँ नि एआई दादाले चाहिँ जुराइदिनु भएको छ है। यो कुराहरु भइहाल्यो। र्याम र्यान्डम एक्सेस मेमोरी। रोम रीड ओन्ली मेमोरी। सीपीयू सेन्ट्रल प्रोसेसिङ युनिट। एलसीडी लिक्विफाइड क्रिस्टल डिस्प्ले। हामीले एलसीडी जस्तो कि के एलसीडी जस्तो टिभीहरुतिर युज हुन्छ जस्तो लाग्यो यो पहिलाको टाइमको टिभीहरुमा के लिक्विफाइड क्रिस्टल डिस्प्ले। अनि VPN मोबाइलमा VPN हामीले युज गर्छ नि त। हाम्रो नेपालमा पनि चाहिँ नि सरकारले चाहिँ नि के गराएको थियो भन्दाखेरि सोशल मिडियाहरु ब्यान गर्दा हामी VPN युज गर्थ्यौं। के हो त VPN भन्दाखेरि भर्चुअल प्राइभेट नेटवर्क है। सिमिलरली अब अर्को फाइनान्ससँग सम्बन्धित छ रे एउटा हैन। एटीएम अटोमेटेड टेलर मेसिन। हामी एटीएम मा जान्छौँ। पेन भने हामी बैंकतिर युज गर्छौँ। पर्मानेन्ट अकाउन्ट नम्बर। पिन मीन्स पर्सनल आइडेन्टिफिकेसन नम्बर है। अनि जीएसटी मीन्स गुड्स एन्ड सर्भिसेस ट्याक्स। केवाईसी यो केवाईसी गर्नुपर्छ नि। केवाईसी हामीले इसियातिर गरे हुन्छ के नो योर कस्टमर। अनि त्यसपछि अब साइन्स रिलेटेड ल के छ डीएनए। यो डीएनए डीएक्सी राइबोन्युक्लिक एसिड यो डबल हेलिक्स डीएनए को फिगर हो। अनि सो सिमिलरली डीएनए आरएनए भने राइबोन्युक्लिक एसिड। अर्को नासा छ। नासा भनेको के भन्दाखेरि नेशनल एरोनस्टिक एन्ड स्पेस एडमिनिस्ट्रेसन है। यो भने के हो भन्दाखेरि यसको मिनिङ म यहाँ नेपालीमा राख्दिन्छु सो यु क्यान सी है। जस्ट म 2 सेकेन्ड दिन्छु भयो है। अब त्यसै WHO भनेको वर्ल्ड हेल्थ अर्गनाइजेसन विश्व स्वास्थ्य संगठन। अब यो ISRO भने चाहिँ इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन। जीपीएस भने यो त हामीले थाहा छ जीपीएस गुगल म्यापहरुमा युज हुने ग्लोबल पोजिनिङ सिस्टम है। अब अर्को यहाँ के क्याटेगोरी टेक्नोलोजीसँग रिलेटेड सिम। सीसीटीभी को के रहेछ त फुल फर्म भन्दाखेरि सब्सक्राइबर आइडेन्टिटी मोड्युल। सिम को फुल फर्म सीसीटीभी को क्लोज सर्किट टेलिभिजन। अनि त्यसैगरी जेनरल अन्तर्गत चाहिँ सामान्य अनि यो साइन्स। आईक्यू भने इन्टेलिजेन्स क्वाइलेन्ट है। आईक्यू भन्छ नि त है। आईक्यू पावर अनि FIR भने चाहिँ फर्स्ट इन्फर्मेसन रिपोर्ट। पहिलोचोटि त्यो सूचना दिने कुरा के त्यो हुन्छ के अरे। अनि एड्स भने HIV एड्स ह्युमन इम्युनोडेफिसियन्सी भाइरस एक्वायर्ड इम्युनोडेफिसियन्सी सिन्ड्रोम एड्स को फुल फर्म। सो गाइस आजको भिडियो चाहिँ यति नै रहेको छ हैन। अब यति नै सो गाइस आजको भिडियो चाहिँ यति नै रहेको छ हैन। यदि यो भिडियोबाट अब तपाईहरुले के कुरा चाहिँ नयाँ पाउनु भयो त माना हामीले अब धेरै वाइफाई भन्ने सुनिरहेको थियौं अथवा जीपीएसहरुको कुरा अथवा भनौं न यता सिम सीसीटीभी यो कुराहरु हामीले डेली लाइफमा धेरै सुनिरहेको हुन्छौं। अब केही कुरा एउटा थाहा भयो कि वाउ भन्ने लाग्यो कि यो त मलाई थाहा थियो भन्ने लाग्यो। यु क्यान कमेन्ट बिलो। सो सी यु इन द नेक्स्ट भिडियो। लेट्स टाटा बाई बाई।